ए कुन रूपमा लिनुहुन्छ? श्रीमतीको रूपमा। श्रीमतीलाई कुन रूपमा? श्रीमतीकै रूपमा लिनु नि त। श्रीमतीलाई के रूपमा लिनु? आफूलाई दिदीबहिनी रूपमा लिने कुरो नआएन, छोरीको रूपमा लिने कुरो नआएन, माइजूको रूपमा लिने कुरो श्रीमतीको रूपमा लिनु त। कतिले भन्छ नि मेरो बुहारी त मेरो छोरी हो भन्छ नि, बुहारी नै हो क्या, छोरी होइन। अब त्यो बुहारी हो भन्दा चाहिँ त्यसलाई हेला गर्नुपर्छ अनि हुन्छ र? हुँदैन नि त। बुहारी भनेर माया गरेर नि हुन्छ नि त। बिहारहरू ल्याएपछि भनौँ न मेरो बुहारी त मेरो छोरी हो कतिको देखिन्छ। तर मेरो घरको श्रीमती चाहिँ मेरो बुहारी नै हो, मेरो घरको। त्यो बुहारी भनेर चाहिँ त्यसलाई हिलै गर्नुपर्छ, त्यसलाई लाद्नै पर्छ भने छैन नि त। त्यो बुहारी नै हो, छोरी होइन। छोरी भन्दा मैले टिको लगाउने भाइ टिका उसमा त्यो रूपमा लिन्छु क्या मैले। होइन त कोही कुरा सुन्दा कन्पाएर तात्छ क्या। त्यो बुहारीलाई छोरी बनाउने हो भने त छोरालाई टिको लगाउनु लाग्यो त भाइ टिकामा। त्यो बुहारी हो क्या। त्यो भएर त्यसलाई माया गर्नुपर्छ, बुहारी भनेर माया गर्नुपर्छ, छोरी भनेर होइन। तपाईँ यति धेरै बुझ्ने हुनुभएछ है? होइन म पहिले बुझ्ने हो, तपाईँहरूले थाहा नपाउनु भयो।